सो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग च्यानल। मेरो नाम चाहिँ सुरेश परियार। आज चाहिँ हाम्रो यहाँ गडामा हेर्न सक्नुहुन्छ हामी यहाँ चाहिँ गहुँ बुन आएका छौँ। हाम्रो गाउँले भाषामा चाहिँ गहुँ बुन भन्छन्। सो यहाँ चाहिँ एकदमै ढुङ्गासुङ्गा जम्मा भइसकेको रहेछ धेरै राम्रो। अब हामी घर थिएनौँ, अरूले राम्रोसँग बनाइदिएनछन्, त्यही भएर चाहिँ अब आफै बनाउने एकदम क्लियरली राम्रो तरिकाले। एकदमै ढिला भयो। सो हामी चाहिँ एकदमै बाहिर बसिरहेको थियौँ, त्यही भएर आउनु चाहिँ ढिला भयो। सो हेर्न सक्नुहुन्छ भाइले चाहिँ बनाइरह माटो कस्तो कौलो ह कौलो दामी ह ठिक छ नि। हाम्रो बल्द राजाहरू हेर्न सक्नुहुन्छ। मम्मी पहिला चाहिँ बोउनु पर्छ कि पछि बोने? लगा नि त लगा। ए तली जान्न है तली। सो हेर्न सक्नुहुन्छ चिटिक्क ओरे कौलो ह त माटो त ओरे। सो हेर्न सक्नुहुन्छ यहाँनिर पुरै माटो चाहिँ म त एकदमै साह्रो होला भनेको त कौलो पो रहेछ नर्मल। मम्मी यो पनि हो यो होइन यति कहाँबाट हो? यो पनि होइन यो मलाई त थाहा पनि छैन गाइजहरू। सो त्यही हो गाइज। यदि भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब एकदम दबाएर माया देखाइदिनु पर्यो। हेर्न सक्नुहुन्छ अब चाहिँ यसरी गाउँ बुने हेर्न सक्नुहुन्छ। अब चाहिँ यो बुने हो। लाउनु यहीँ हाल्दैन, त्यसमा छड्नु हुँदैन। यो चाहिँ हाम्रो गाउँ। त्यो होइन यो माथिको होइन। सो हेर्न सक्नुहुन्छ चाहिँ पुरै माटो पुरै यस्तो छ बालुवा हेर्न सक्नुहुन्छ। लट्ठी कहाँमा छ ल्याउँदै? लट्ठी घरबाट ल्याइकन आउनुपर्ने थियो, थाहै भयो। सो अब चाहिँ लट्ठी निकाल्नु पर्यो। हेर्न सक्नुहुन्छ खेत चाहिँ यसमा चाहिँ किन यतिकै राखेको भन्दाखेरि चाहिँ बढी पानी भएर चाहिँ यतिकै राखे हो। हेर्न सक्नुहुन्छ। अरू चाहिँ मलाई त्यस्तो क्लियरली चाहिँ थाहा भएन। हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ पुरै सिस्नु छ। लट्ठी पनि के को लग्नु त यही भाँच्नु पर्ला। फेरि आँसी पनि ल्याउन बिर्सेछ के घरबाट गाइज। हेर्न सक्नुहुन्छ आँसी पनि ल्याउन बिर्सेछ, लट्ठी पनि घरबाट ल्याइएन। अब यसैले काम चलाउनु पर्यो। अब काम चलाउनु पर्यो त बाबु। अब सो हेर्न सक्नुहुन्छ मम्मी चाहिँ उता यसरी टक्क बोई बुतै भन्छन् हाम्रो गाउँतिर चाहिँ यसरी छर्दै हुनुहुन्छ बिउ।
हेलो गाइस, फाइनली हाम्रो यो एउटा गडो चाहिँ सकिसक्यो, हेर्न सक्नुहुन्छ। अब हेलो गाइज, यहाँ हेर्न सक्नुहुन्छ एउटा चाहिँ पुरै कम्प्लिट भइसक्यो। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ सुरु भएको छ भर्खर। यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ आधी मात्र हुन्छ, किनभने त्यहाँनिर पछि धानको लागि चाहिँ बिउ राख्नु पर्यो त्यहाँनिर जहाँ भाइ छ त्यहाँ। सो त्यही हो, अहिले चाहिँ भाइ जोतिरहेको छ। यो चाहिँ मैले पुरै जोतेको, आधी चाहिँ भाइले जोतेको अनि यहाँबाट चाहिँ मैले पुरै जोतेको। हेर्न सक्नुहुन्छ। सो यदि भिडियोलाई यहाँसम्म हेर्दै हुनुहुन्छ भनेपछि हजुरलाई एकदमै धन्यवाद भन्न चाहन्छु। त्यही गाइज, सबैभन्दा भिडियोलाई सब्सक्राइब गर्न नबिर्सनु होला। त्यही हो। अब हामी यो सकाएपछि आधी मम्मी यो गरिकन अरू गर्ने अर्को यो अनि यो गरेर अनि सकाएर सायद घर जाने त होला नि। अरू चाहिँ नगर्ने, अरूमा चाहिँ पानी छ। सो त्यो चाहिँ अब ढिला पनि भइसक्यो, त्यो चाहिँ यतिकै हुन्छ, पछि चाहिँ रोप्नुपर्छ त्यसमा चाहिँ। त्यही हो, अब चाहिँ सकाएर घर जाने हो। होइन यहाँ होइन, यो त ऊ मात्रै हो, स्टार्टिङ यहाँबाट। कोको सो कोको हेर्न सक्नुहुन्छ, मस्तले बिजी छ। ढुङ्गो सो यहाँ हेर्न सक्नुहुन्छ, हलो अलिकति बिग्रेछ। त्यही गाइज, अब चाहिँ हामी यो सकाएर अनि यहाँ माथिको चाहिँ सकाएर यो सकाएपछि अनि हामी चाहिँ अब घर जाने। यो टाइम पनि कति भयो, टाइम पनि ठ्याक्कै हाम्रो 4:02 भइसक्यो। यहाँ हेर्न सक्नुहुन्छ, ठ्याक्कै 4:02 भयो टाइम पनि। हेर्न सक्नुहुन्छ पुरै घाम पनि पारिपट्टि गइसक्यो। त्यही हो, हेर्न सक्नुहुन्छ हामीले चाहिँ पुरै 5वटा जोतेर भ्याइसक्यो। हेर्न सक्नुहुन्छ उता चाहिँ अरू 3टा सानो छ, एक उत्यो भयो अनि एक तलको एक माथिको 3टा सानो अनि एउटा यो, अनि यो चाहिँ आधा मात्रै गरेको छ अनि एउटा यो भयो। 3टा यो अनि 2टा त्यहाँ पर छ।
बेगाज यहाँ हेर्न सक्नुहुन्छ। बल्द चाहिँ माथि भाइले लगिसक्यो। सो अब जाने बेला भयो। भिडियो हजुरले यहाँसम्म हेर्दै हुनुहुन्छ भने हेरिदिएकोमा एकदमै धन्यवाद, अथवा हेर्दै हुनुहुन्छ भने हजुरलाई एकदमै धन्यवाद म भन्न चाहन्छु। सो त्यही हो, यस्तै भिडियो हाल्ने छु। यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। केही कमी कमजोरी ब्लगमा केही कमी कमजोरी लाग्छ भने हजुरहरूलाई सो सुझाव सल्लाह दिन नबिर्सनु होला। छोटो मिठो एउटा कमेन्ट गरेर जानु होला। हस् त, नमस्ते, जय नेपाल।